हेलो वेलकम छ मेरो नयाँ भ्लगमा। मेरो चाहिँ यो फर्स्ट भ्लग हो होइन। म चाहिँ आज यहाँ यस्तो पानी परिरहेको थियो हिजो, त्यही भएर आज चाहिँ म यस्तो नदीतिर आएको होइन। नदीमा चाहिँ पानी परेपछि यो आगो लागेर हुन्छ नि त्यो के भन्छ अरे खरानी, त्यो चाहिँ अब आएर चाहिँ विष लाग्छ होइन नदीमा। त्यसपछि माछाहरू चाहिँ मार्न सकिन्छ। त्यही माछा छन् कि नै भनेर यसो नदीतिर आएको होइन। नदीतिर चाहिँ हेर्दैछु म अब होइन। नदी चाहिँ हेऱ्यो गाइस, देख्न सक्नुहुन्छ होइन। मान्छे चाहिँ छन्, म देखाउँछु है मान्छेहरू। एकछिन रोक्नुहोस् गाइसहरू। मान्छेहरू तल यो मार्दै आउनुहुन्छ, अन्टी पनि मार्न आउनु भएको छ। त्यसपछि उता तल मारिराख्नु भएको छ माछा। अब म त्यहाँ गएर देखाउँछु माछा। आकाशमा चाहिँ चिलोहरू घुमिरहेको होइन। म चाहिँ यो पछाडिको ब्याक क्यामेरा गराएर देखाइदिन्छु एकछिन। आकाशमा यस्तो चिल छ, देखिँदैन। त्यहाँको उता माछा मारिराख्नु भएको छ, त्यहाँहरूले कति मार्नु भएको छ होइन। मैले पनि अहिले एकछिन पछि मार्ने हो माछा। म पनि जान्छु होइन कति मर्छ। त्यहाँ म यसो हेर्न गइरहेको छु माछाहरू कति मार्नु भएको छ भनेर। यो चाहिँ राप्ती नदी हो, यस्तो छ है नदी चाहिँ, देख्न सक्नुहुन्छ सबैले होइन। यहाँ चाहिँ अब माछा मार्नु अब माछा मार्नु भएको छ फुपूहरूले। कति मार्नु भएको छ म चाहिँ देखाइदिन्छु होइन। चाहिँ अब यस्तो छ है नदी चाहिँ, यही हो राप्ती नदी। यहाँ चाहिँ माछा हुन्छन् आज चाहिँ, त्यही भएर अब माछा कति मार्नु भएको छ भनेर म यहाँ देखाउन गइरहेको छु। कति मार्नुभयो माछा? माछा कति मार्नुभयो? देख्न सक्नुहुन्छ त्यहाँबाट चाहिँ माछा मारिराख्नु भएको छ। यहाँ चाहिँ गाई छन्, यहाँ चाहिँ माछा मार्नु भएको छ। यो चाहिँ राप्ती नदी हो, देख्न सक्नुहुन्छ। त्यहाँ पनि बसिसक्नुभयो, त्यहाँलाई म यसो देखाइदिन्छु होइन कति मार्नुहुन्छ माछा। अब यो चाहिँ नदी हो। म चाहिँ नदीमा जान अलि डर लाग्छ होइन, त्यही भएर अब म पनि मार्ने त भनेको, तर खै कसरी मार्ने हो केही आइडिया छैन, नो आइडिया। तर पनि अब यहाँहरूले कति मार्नुहुन्छ भने यहाँ के भन्नु, ठुल्यामा भन्नुपर्छ। यहाँ चाहिँ म देखाइदिन्छु होइन। अर्को चाहिँ त्यहाँ आउँदैछ, देख्न सक्नुहुन्छ अहिले। यहाँ देखाउँदैछु, मिनी भ्लग है यो चाहिँ। फेरि लङ पनि हुन्छ क्या जस्तो छ, किनभने चाहिँ अब देखाउन गइरहेको छु। यिन चाहिँ गाईहरू छन्, देख्न सक्नुहुन्छ यस्तो छ। मौसम पनि यस्तो छ। चाहिँ अब के माछा लाग्छन् कि नै? माछा छैनन्? अलि उता जान्न, उता ढुङ्गामा छेउमा कहाँ हुन्छ त अनि? आकाशमा चिल घुमिरहेको छ। मौसम चाहिँ आज बबाल छ है साथीहरू। माछा एउटा छैन नि त? हुन्छ, यहाँ माछा नै रहेन रहेछ, विषै लागेन रहेछ है जस्तो छ। माछै छैनन् जस्तो छ है। म चाहिँ अब यो धुम्दो पानी छ, म जान्दैन क्या जस्तो लाग्यो। खै अब यो अर्को यहाँ यस्तो छ नदी। अब म यसो जाउँ भनेको यहाँ भइरहेको छैन। एउटा यो हो होइन, यसले कत्रो लगायो बिहान। म यसो तैँले कहाँनिर मारेस् माछा? मैले माछा यो के हो खासमा भ्लग बनाइरहेको छु क्या। मैले उयो हिटी मारेको थिएँ कि माछा यत्रो थियो, ठुलै थियो माछा। त्यही भएर अहिले त आएको यो झोला लिएर माछा राख्नलाई। माछा यो हटाउन नि, नत्र यो अलि धेरै। यसले चाहिँ माछा मार्ने सोचिरह होइन। कति मार्छ यसले म देखाइदिन्छु है एकछिन पछि। भिडियो लास्टसम्म हेर्नुलाई यसले चाहिँ अब कपडा चलाउँदैछ। म पनि यसो जाउँ भनेको होइन। म चाहिँ अब एउटा लाग्दैनन् भन्नुहुन्छ। म अब कसरी जाउँ भन्ने सोचिरहेको छु होइन। म चाहिँ अब धमिलो छ। म नदीमा चाहिँ पौडी खेल्न त आउँछ, तर मलाई चाहिँ धेरै वर्ष भयो, लगभग 3-4 वर्ष भयो होला मैले चाहिँ पौडी खेल्न छोडेको। म चाहिँ अब किनभने चाहिँ अब यतै घरमा खासै बस्दैन नि त, अब यताउता हिँड्नुपर्छ। त्यही भएर अब म चाहिँ नदीमा पौडी नखेलेको पनि धेरै भयो। तर पनि म अहिले चाहिँ माछा मार्न जानेछु, तपाईँहरूलाई देखाउने छु मार्छु कि नै भनेर। अब म चाहिँ अब आइसकेपछि जानुपर्छ गाइसहरू, किनभने चाहिँ अब अलि टाढादेखि आएको।
नदीमा अब जानुपर्छ। त्यही भएर म अहिले तपाईँलाई माछा मारेपछि चाहिँ देखाइदिन्छु है गाइजहरू। भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। त्यो चाहिँ जाँदैछ है, त्यो चाहिँ जाँदैछ। अब मार्छ कि नै त्यसले, म चाहिँ अब त्यसले लाग्यो भने म चाहिँ जान्छु त्यसलाई सोधेर त्यसलाई पहिला सोध्छु माछा लाग्छन् कि नै भनेर। लागेपछि म पनि जान्छु होइन, किनभने अब माछा मार्न त आउँदैन तर खाना चाहिँ आउँछ फेरि। त्यही भएर अब त्यो चाहिँ जाँदैछ, त्यसले माऱ्यो भने चाहिँ मलाई अलिअलि खुवाइहाल्छ। त्यही पनि म अहिले त्यसले माऱ्यो भने चाहिँ तपाईँलाई देखाइदिन्छु गाइजहरू। त्यहाँ चाहिँ ठुल्यामा हुनुहुन्छ, ठुल्यामाले माछा मार्नुभयो कि नै? ठुल्यामा बिस्री लागेको छैन भन्नुहुन्छ। एउटा चाहिँ यता छ, एउटा यता आउँदैछ माछा मार्ने मछली दाइ भाइ हो, तर यसो दाइ भनिदिएको। यता अघि मारेस् कि नै माछा बाबु? मारेनस्? यो चाहिँ जाँदैछ। अब त्यसले चाहिँ माछा लाग्छन् कि नै त्यो चाहिँ अब कहाँ छ भनेर म तपाईँलाई देखाइदिन्छु होइन, हेर्दै गर्नु होला। हेर्न सक्नुहुन्छ त्यहाँ गएको छ होइन। यो पनि जाँदैछ। एउटा माछा मार्नु भने नि तपाईँले? यहाँले चाहिँ एउटा माछा पनि मार्नु भएन। अब त्यो चाहिँ उता जाँदैछ, देख्न सक्नुहुन्छ। तपाईँ गइहाल्नुहुन्छ? हेर्नु त कति गहिरोमा गएको छ होइन, मार्छ कि नै हेर्न सक्नुहुन्छ। अब म पनि जान्छु होइन। उता अर्को आउँदै हुनुहुन्छ, देख्नुहुन्छ ऊ त्यहाँ माछा मारिरहन्। हामीले चाहिँ कति माछा माऱ्यौँ भनेर आज देखाउँछु होइन। देखाइदियो त कति माछा माऱ्यौँ चाहिँ देख्न सक्नुहुन्छ। हामी चाहिँ यति माऱ्यौँ होइन। आज चाहिँ बल्ल बल्ल यति मार्यो अलिअलि। त्यही पनि अब बिस्री त लागेको छैन। यस्तो देखाइदियो त। तर यति माछा मर्छ होला भनेर सोचेको पनि थिएन होइन। यति माछा माऱ्यौँ है हामीले चाहिँ। टक्क फोटो खिचिदिनु त, मलाई हालिदिनु होला। म आज माछा मारेको भनेर हाल्छु कि। ल हामीले चाहिँ यति माछा माऱ्यौँ होइन। अरू सक्ने यति माछा माऱ्यौँ होइन गाइजहरू। यही राप्ती नदीबाट मारेको। अनि यहाँ पनि हुनुहुन्छ, मार्न आउनु भएको थियो। यहाँ कति मार्नु माछा ऊ पारि पनि मारिराख्नु रहेछन्, देख्न सक्नुहुन्छ। तल पनि मारिराख्नु अरूले, खासै मर्दैन। तर हामी मुस्किलसँग माऱ्यौँ धौधौका। ल गाइज बाँकी भिडियो चाहिँ नेक्स्ट पार्टमा आउँछ होइन। युट्युब च्यानल चाहिँ सब्सक्राइब गरेर राखिदिनु होला।